अनि सन्चै हुनुहुन्छ होला अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम आराम छु। आज चाहिँ हामी घुम्नको लागि कम्तीमा नि बरगाडीबाट यस्तै 20-30 मिनेटको अगाडि हामी निस्किसकेका छौँ र हामी चाहिँ अहिले यो डाँडा भन्ने मासतिर पुग्दैछौँ। अनि सो मेरो साथी पनि छन् अमृत चाहिँ यहाँ भिडियो गर्दैछन्। हामी चाहिँ यहाँबाट अब मासतिर डाँडातिर जान्छौँ, के कस्तो हुन्छ होइन तपाईँहरूलाई देखाउने नै छौँ र अहिले हेर्दै राख्नु र सबैजनाले माया गर्नु। अहिले चाहिँ हामी हिँड्दैछौँ र मेरो अमृत साथीलाई एकछिनपछि देखाउँछु र हामी चाहिँ अहिले यात्रालाई अगाडि बढाउँदैछौँ है त। साथी चाहिँ उहाँ हुनुहुन्छ र ट्याक्क लाएर हाम्रो यात्रा सुरु भइसक्यो। अब अगाडि मेरो साथी हिँड्नुभएको छ भने म पछाडि हिँडेको छु र यो चाहिँ डाँडा यस्तो बबल देखेको छ। यो चाहिँ डाँडा गाडा है, रमाइलो देखेको छ। सबैजनाले माया गर्नुहोस् है। ल सरर आदि खोला सलल बगेको छ, मस्त देखेको छ है। बादल चाहिँ सरर देखेको छ, कुहिरोहरू है, मस्त देखेको छ। बाटो चाहिँ स्याङ्डो, एउटा गाडी मात्रै अट्ने बाटो छ यो चाहिँ है। सरर हेर्नुहोस् त, आहा क्या बबल देखेको छ है। यो चाहिँ बरगाडी बजार दार्सिङ बजार हो। यो चाहिँ ट्याक्क लाएर यो चाहिँ दार्सिङ बजार छ। यता मासतिर खै कुन ठाउँ हो, यो चाहिँ दार्सिङ बजार सरर देखेको छ। डाँडा गाडा एकदम रमाइलो देखेको छ। यो डाँडा चाहिँ हामी पहिला पनि घुमेको ठाउँ हो र हामी चाहिँ यहाँ आइसकेको छौँ। यो आहा कति राम्रो देखेको छ। तल आदि खोला सलल बगेको छ अनि मासतिर घर छ अनि त्यसमाथि फेरि डाँडा छ है। एकदम बबाल देखेको छ किनकि हाम्रो स्याङ्जा नै रमाइलो ठाउँ छ। त्यसैले सबैजना घुम्न आउनु, सबैजनालाई माया गर्नुहोस् है। सबैजनालाई माया छ स्याङ्जाको। पार्वतीको बिचमा म छु अनि यो चाहिँ रामभन्जिङ भन्ने ठाउँमा छ। यो शिवजी र पार्वतीको मूर्ति चाहिँ यहाँको विशेष झलक देखिने चाहिँ शिवजी र पार्वतीको झलक देख्न सकिन्छ हामीले। यहाँ चाहिँ रमाइलो एकदम राम्रो लाग्ने भनेको चाहिँ उहाँको मूर्ति छ। एकदम बबाल छ। यहाँको फुलहरू लिएरदेखि पिङहरू होइन अनि फोटो खिच्ने लिएर सबै ठाउँहरू बबाल छ। यहाँ चाहिँ घुम्नका लागि अनि एकदम टाढाबाट घुम्नका लागि आउँदाखेरि यहाँको फोहोरहरू केही नगरिदिनु होला अनि भन्न चाहन्छु। अनि यता चाहिँ एकदम बबाल देखेको छ। अनि यो यता देखाउन सक्नुहुन्छ हजुरले। अनि यो चाहिँ यहाँको यस्ता फुलहरू पनि छन् अनि उहाँलाई म दर्शन गर्छु। अनि उहाँको भोले बाबा हुनुहुन्छ, उहाँ चाहिँ पार्वती हुनुहुन्छ अनि उहाँको एकदम मूर्ति पनि एकदम बबाल छ, राम्रो छ है। सबैजनाले माया गर्नुहोस् यसरी घुम्न आउँदाखेरि यहाँ। अनि म चाहिँ रामभन्जिङमै छु। रामभन्जिङको यो बसेर फोटो खिच्ने ठाउँ छ, यो देख्न सक्नुहुन्छ। यो बसेर यहाँ ठ्याक्क बस्ने होइन फोटो खिच्ने ठाउँ छ अनि रमाइलो छ। अनि ठ्याक्क फुलहरू पनि हेर्नुहोस् कति राम्रा फुलहरू छन्। यो फुलहरू घुम्न आउनुभयो भने टिपेर चाहिँ नफाल्नु होला किनकि एकछिनको फुल टिपेर फाल्नु चाहिँ राम्रो होइन। जस यो फुल यहीँ हुन दिनुहोस्। एकदम रमाइलो देखेको छ, यही फुलले गर्दाखेरि राम्रो देखेको छ। अनि यो बस्ने ठाउँ चाहिँ एकदम बबाल लागेको छ होइन। अनि ठ्याक्क डाँडा काँडाहरू पनि देखेको छ। सो एकदम रमाइलो भएको छ। त्यही हो, म यही भन्न चाहन्छु। एकदम रमाइलो भएको छ है त। रामभन्जिङमै छु अहिले पनि। अनि ठ्याक्क लाएर यो देख्न सक्नुहुन्छ हाम्रो नेपालको झन्डा। एकदम माया छ मेरो नेपालको झन्डालाई फरफराइरहेको छ। अनि स्याङ्जाको ठाउँमा नेपालको झन्डा फरफराइरहेको छ अनि म पनि यहाँ फरफराइरहेको छु भन्न चाहन्छु। अनि देख्न सक्नुहुन्छ यस्तो बबाल ठाउँ छ, यस्तो रमाइलो ठाउँ छ। अनि त्यही हो, रमाइलो छ। जस माया गर्नु होला सबैजनाले। म चाहिँ यो नेपालको झन्डाको साथमा छु है। एकदम